हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल सबैजना सन्चै हुनुहुन्छ होला म नि एकदम फिट एन्ड फाइन छु होइन सो गाइस धेरै लङ टाइम आफ्टर लङ टाइम पछि हामी ट्याक्कै भेट भइसकेको छौँ होइन गाइस त्यही हो म पोखरा आएको चाहिँ लगभग एक हप्ता जति हुन लाग्यो होला होइन त्यो पाल्पाको भ्लग चाहिँ आएको थियो नि त अनि त्यहाँपछि चाहिँ भ्लग चाहिँ आएको थिएन होइन त्यो चाहिँ अलिकति कन्टेन्टको समस्याले गर्दा अलिकति यसो घरकै समस्याले गर्दा चाहिँ मेरो भ्लग आउन पाएन गाइस होइन ल त्यही आज लास्ट गर्मी छ होइन हामी टक्कै निस्केर चाहिँ हामी यता माथि डाँडातिर आइसक्यौँ होइन दाइको बाइक दिन्छ हुन्छ होइन यहाँ केटाहरू छन् है ल वेलकम टु माई ब्लग थ्याङ्क यू सो मच ब्रोदर है धेरै पछि भेट्यो हामी दाइको र हाम्रो चाहिँ आफ्टर कति लगभग 2 हप्तापछि भेट भयो होइन जस कति के अरे जस भिडियो कलमा चाहिँ बोलिराखिन्छ तर फोन उस चाहिँ लाइभ भेट चाहिँ भएको थिएन होइन त्यो देख्न सक्नुहुन्छ है अनि त्यही बिजी पनि छ गर्मी लास्ट छ यस्तो लाएर बसिसक्यो के भन्नु गर्मी लास्टै भएर गर्मी चाहिँ लास्ट छैन केटाहरू आज चाहिँ हामी चाहिँ तपाईँहरूले देखेर पनि थाहा पाइसक्नु होला हामी कता कता के गर्न जानु लाग्यो भनेर होइन हामी चाहिँ आज चाहिँ टक्क मैले पहिलोबाट भनिरहेको थिएँ नि त टक्क लोकल पारामा मासु बनाएर खाने भन्थेँ नि त सो गाइस आज चाहिँ त्यो दिन चाहिँ आइसकेको छ होइन जस घर बस्दा नि झ्याउला थियो अनि समीर पनि आएको थियो होइन समीर आयो अनि समीर आएपछि चाहिँ अनि हामी चाहिँ खास हिजै बस्ने प्लान भएको थियो अनि हिजो बसिएन हामी होइन अनि आज त्यो दाईहरूलाई रोहन दाईहरूलाई भनेको अनि रोहन दाईहरूले ट्याक्क भनेपछि चाहिँ अनि दाइले ल बसौँ न त के छ र होइन भनेर भन्नु अनि ट्याक्क आएर बसेको होइन अनि दाइ अनि छोरा र भाउजू ट्याक्क सन्चै हुनुहुन्छ अनि दाइ चाहिँ घरमै हुनुहुन्थ्यो होइन अनि घरमै हुनुहुन्थ्यो अनि ट्याक्क बोलाएको दाइले ल हुन्छ नि त बसौँला भन्नुभयो होइन त्यही भएर बसियो यहीँबाट गएको यार झन्डै खुट्टो खिच्दिएको यसलाई त फरारी पनि यत्तिकै हो ल्यान्ड क्रुजर पनि यत्तिकै सबै देख्नु सक्नुहुन्छ है यता चाहिँ यो पानीको बोतल छ हो या चाहिँ के अरे कराई छ होइन अनि म रोक्नु तपाईँलाई म अनबक्सिङ हानेर देखाउँछु है यहाँ देख्नुहुन्छ यो चाहिँ मोही छ होइन 2 बोतल पानी छ अनि त्यहाँ चाहिँ टमाटर प्याजहरू यताउता उसहरू अग्लो सामानहरू छ यहाँ उस छ होइन चलाउनु पर्ने हो अनि यहाँ 2 बोतल पानी गिलासहरू होइन सब छ होइन देख्नु सक्नुहुन्छ है अनि केरा दाउरा खोइ अनि म दाउरा पनि देखाउँछु होइन यहाँ दाउरा छ होइन दाउरा अनि दाउरा यहाँ छ है अनि यहाँ बाहिर चाहिँ म्याट छ होइन म्याट उस गरेर बस्नुपर्ने हुन्छ हामी चाहिँ गएर है अनि त्यही गाइज अनि ल समीर भ्लगमा मेरो के भने अस्ति नै आइथिस् अब भ्लगमा धेरै पछि आइयो होइन पाल्पा पछिको बल्ल फर्स्ट भ्लग लाग्यो पाल्पा पछि पोखराको फर्स्ट भ्लगै हो त्यही हो टक्क अनि तँ के भन्छस् त ठिकै यार के त्यो त इक्जाम आउनु लाग्यो त किन्टुले खास् त अनि पढेर आएको यसले बिहान एकाउन्टको ट्युसन पढेर आएको हो ल त्यो तलबाट सुदीप र सुबोध पनि आउँदैछ होइन फुच्चे भाइ पनि आउँदैछ अनि हामी आशिष भेट्छौँ ए लगाइ तिमीलाई ल तिमीले गरि भएको होइन गरि भएको होइन लगाइदिनु एकदम त्यो गर्मी हराउने चिज चाहिँ एकदम होइन एकदम त्यो चिसोले नि केही हुने वाला छैन कि हो त्यस्तो चिज चाहिँ म यिनीहरूले उस गर्छु है देख्नु सक्नुहुन्छ है यो चाहिँ घरको लोकल अर्ग्यानिक टक्क म हिजो पारेको अनि हिजो पारेर केटाले यसो चखाइदिउँ न त भनेर लिएर आएको होइन जस फुल छ है गाइस ल कसले सुरुमा कसले चाख्ने तपाईँबाट सुरु गरौँ न ट्याक्क उस पनि दिनुपर्छ फेरि होइन रिभ्यू पनि दिनुपर्छ नि कस्तो टेस्ट छ कि छैन अब होइन कुनैको त अब पातलले एकदम त्यो उसै हुन्न कसैको अब एकदम छोक्रा खालको हुन्छ ल बोल्नु त त्यही गाइस अलिकति अब त्यही हो नि त अब धेरै छैन नेपाल बस्न होइन अब कहिले हुन्छ भरै छैन अनि उहाँबाट देख्न सक्नुहुन्छ उहाँ हेभन रिसोर्ट चाहिँ यहाँबाट माथि जाने हो आज चाहिँ हामी चाहिँ त्यो उता माथिको उसमा चाहिँ जानु लागेको होइन त्यो जता त यी छङ्गै भिड छ है अन्त त्यो हाम्रो ग्रुपमा चाहिँ केटाहरू के हुन्छ भन्दाखेरि होइन पूर्ण त जसरी पर्छ कि होइन ल दाइ रिभ्यू दिनु त ल बाक्लो मै छ होइन ल तैँले भन् त ल कस्तो छ म त खान्न यसले खाने त खान्नस् त्यो जान्छ के गर्छ नि त फेरि होइन यसले रिभ्यू दिन्छ अब है कस्तो छ भनेर कस्तो छ मै कस्तो छ भल छ होइन त खान्नुहोस् अहिले चाहिँ मन पर्दैन रे अब केटाहरू अहिले आशिष सुबोधले र सुदीपले नि खान्छ होइन फुच्चे भाइ पनि आउँदैछ होइन त्यही हो क्या आज हामी चाहिँ मासु त्यहाँको चिउराहरू लगेर चाहिँ ट्याक्क बसेर हामी ट्याक्क ब्रदरहरू होइन ब्रदर फ्रम डिफ्रेन्ट मदर होइन
बसेर चाहिँ ट्याक्क खानेवाला छौँ होइन। ल के हो अब इनसम्म हेर्न चाहिँ नबिर्सिनु होला होइन। दाइको च्यानललाई पनि ट्याक्क गरेर चेकआउट हानिदिनु पऱ्यो। रोहन विश्वकर्मा अफिसियल छ होइन। दाइले पनि धेरै पछि भ्लग हानिराख्नु भएको छ होइन। मैले पनि धेरै पछि हानिरहेको छु। त्यही मैले तपाईँहरूले सधैँ भन्छु नि त अब कन्टेन्ट हुँदैन। कन्टेन्ट नबसेको घरै सुतेर मात्र बसेर नि बनाएर नि भएन होइन। त्यही भएर कतै त्यही भएर आज कन्टेन्ट पनि हुन्छ। यताउता हजुरहरूलाई देखाउँ के कस्तो होइन। यस्तो भनेर चाहिँ हामीले चाहिँ ट्याक्क आज मासुसासु पकाएर जान खान लागेको होइन। ठिकै यहाँ चाहिँ शीतलो रहेछ। त्यही भएर यहाँ शीतलोमा चाहिँ ट्याक्क बस्नु लागेको। एउटा झगडा छ नि यो चाहिँ माटी कराइ छ होइन। यस अहिले कुकिङ पनि हेर्नुपर्छ होइन। कस्तो कसले बनाउनु दाइले हो बनाउने दाइले बनाउनु हुन्छ होइन। अनि भन्न त यसले पनि भन्दै थियो होइन। यसले बनाउँछु भनेर भन्दै थियो होइन। म बनाउँछु कि बाबा बनाउँछु होइन जसले बनाए पनि केटाहरू त्यो टेस्ट चाहिँ आउनु पऱ्यो होइन। त्यसरी एकदम मिठो एकदम उस्तै हुनु पऱ्यो है। ल त्यही चाहिँ अहिले एकछिनमा भेट्छु म। ल गाई जब हामी चाहिँ हिँड्न लाग्यो यहीँ फुच्ची भाइले स्कुटर ल्याएर सजिलो भयो होइन। यहाँ चाहिँ उसहरू दाउराहरू छ होइन। अनि फुच्ची भाइ तल चाहिँ उता समात है त्यसै झोला है उयो झोला र नि हो तल कराई समात होइन। फुच्ची भाइ पनि आइसक्यो होइन। त देख्नु सक्नुहुन्छ है। ल गाई त्यही अब हामी चाहिँ माथितिर जानुपर्ने हुन्छ होइन। माथि गएर त्यहाँ गएर मासु सासु किन्नुपर्ने हुन्छ होइन। मासु चाहिँ 2-3 किलो किन्नुपर्ने हुन्छ। अनि 2-3 किलो मासु किनेर चाहिँ हामी जान्छौँ होइन। जानुपर्ने हुन्छ है। ल त्यही गाई अब तिनीहरू पनि आइसक्यो है। त पछाडि देख्नु सक्नुहुन्छ है। तिनीहरू आइसक्यो होइन। अब हामी चाहिँ निस्किनु पर्ने हुन्छ है। वेलकम टु माई ब्लग। वेलकम सुदीप। यो त पहिले यसो भ्लग आयो 2-3 शब्द राख्ने हो कि ओ सुबोध यसो भ्लग आयो 2-3 शब्द राख्ने हो कि होइन। बाल नदेको यसले यार यसले होइन बाल नदेकोमा भ्लगमा के चाहिँ दारी सारी फालेर चिक्ना भएर होइन। ल त्यही गए जब हामी जानुपर्ने हुन्छ। अब गर त्यहाँ गएर अब मासु किन्ने हो भ्लगमा नै राख्नु के हो यार। ल दाइ अब निस्क्यौँ है। निस्केर त्यहाँ गएर मासु किनौँ। अनि मासु किनेर भने चाहिँ यसले फेरि सुरुमै चस्मै तान्छ यसले होइन। यसको आँखा चाहिँ चस्मामै जान्छ होइन। ल त्यही कारण चाहिँ म मासु काट्ने ठाउँमा चाहिँ भेट्छु है। अगाडि चाहिँ हामी यता मासु किन्ने ठाउँमा नै आइसक्यौँ होइन। केटाहरूलाई अब रिस पारामा यता बसिरहेको छन् होइन। उता दाईहरू चाहिँ त्यहाँ सामान किन्न जानुभएको छ होइन। सामान कतिको किन्ने हो त चाहियो नि त नि। अनि यता दाइले चाहिँ यहाँ कुकसुकहरू यताउता किन्न लाउनु भएको छ होइन। ल त्यो चाहिँ जब मासु सासु किन्नुपर्ने हुन्छ। लास्ट गर्मी छ केटाहरू होइन। कोक त चाहियो नि त होइन। अनि कता हो त नि दारी सारी फालेर खोक्का हिँड्छौँ भएर अनि के छ हालखबर हाम्रो के छ तेरो के छ बाबु। ठिकै छ। कपाल के भएको त नि यत्रो कमेडी छन् केटाहरू होइन। हुन्छ है। चिउरा लाने भयो दाइ सही हुन्छ कि यस्तो त लाने होइन कि यो यस्तो ठिक हुँदैन कि अर्को पुग्छ हाम्रो चिउरा लाने छोड्दै जाउनु घर लिएर अर्को वालामा त छैन है चिउरा है। यस्तैमा अर्को प्याकेट नर्मल प्याकेटको हुन्छ त्यो चलिराख्ने नर्मल प्याकेट 100 रुपियाँ खालि थियो कि अर्को सेतो प्लास्टिकमा थियो कि 100 रुपियाँ खालि यस्तो त खुल्ला चिउरा होला छैन दुईटा प्याकेट हो 100 कति रे 210 जो यसलाई एउटालाई 220 भन्नु त नि दुईटा यो दुईटा लाइन अब के नि त एउटा भयो नि हुँदैन मासु 2 किलो भन्दै यो त दुईटै लानुपर्छ कि कसरी। ल ग्रेभी धेरै मगाउनु ल ल ल हुन्छ पनि त्यस्तै राख्छ ल यो लाने हुन्छ है। त्यो लास्ट गर्मी चाहिँ लास्ट छ होइन। त्यो चाहिँ साधन चाहिँ उता छैन। ल एकछिनमा भेट्छु म त्यो सामान किनिसक्यौँ है। ल त्यो केटाहरू तिमीलाई घाँदा नि भने हेऱ्यो ल बिल हेऱ्यो है। ल बिल देख सब गरे हो क्या त्यसै गरे केटाहरू। ल त्यहाँ आउनु नि त यता मासु लिनुपर्ने हुन्छ है। आउनु भयो कि त्यहाँ उस गर्दै हुनुहुन्छ कि के गर्नु
लगाइ त नभन्दियो यहीँ खुलासा गर्न हाम्रो फ्यामिलीलाई सबले खुलासा गर्न फ्यामिलीहरूले इसेवा नम्बर दिन्छ है म त्यहाँ हाल्छु चट्राएर कति रह्यो त 410 20 लियो ठिकै हो अहिले यहाँ टोटल कति रह्यो रुगान मेरो 200 700 रुपियाँ मेरो 200 हाल्दा 800 800 भयो 800 को मासु ल्याइदिनु ठिक्क हुन्छ अब यहाँ त होइन ल गाई त्यही हो होइन अब कहिले पैसा हुन्छ कहिले हुँदैन है त्यस्तै जुन गाई जब अलिकति यसो उस गरेर चाहिँ हामीले जब यहाँ मासु लानुपर्ने हुन्छ है अनि हामीले यहाँ तलपट्टि उस गरेर राख्ने होइन त्यहाँ चाहिँ छ होइन होइन मासु गरेर चाहिँ लिएर गएर चाहिँ हामी भेट्नुपर्ने हुन्छ है राम्रो राम्रो हालिदिनु है अङ्कल एकदम फ्रेस ट्याक्क खाँदैन मजा आफ्नो मासु होइन आफू त्यस्तो भएर नसोध्नु बाबु अरूलाई पनि त्यस्तो यहाँ है बिचरा है कुन्टु मासु सासु लिएर चाहिँ अब हामी माथि निस्किनु पर्ने हुन्छ म चाहिँ अब गएर डेस्टिनेसनमा गएर देखाउँछु चाहिँ हाम्रो ट्याक्क हामी डेस्टिनेसनमा आइसक्यो होइन यता देख्नु सक्नुहुन्छ यतै डेस्टिनेसन केटाहरूलाई चाहिँ ट्याक्कै गर्मी भएर चाहिँ सब केटाहरू चाहिँ यो देख्न सक्नुहुन्छ यता होइन हामी चाहिँ यो डेस्टिनेसनमा आएको होइन अन्त पनि थियो ठाउँहरू त्यो 4-5 थियो ठाउँहरू होइन हामी चाहिँ त्यता चाहिँ गएनौँ हामी चाहिँ यहीँ यो डेस्टिनेसन एकदम राम्रो होइन एकदम पिस ठाउँ छ होइन देख्न सक्नुहुन्छ है यो चाहिँ ट्याक्कै स्पोर्ट म्युजियमहरू जस्तै छ है त्यहाँ उता घुम्नु पनि आइसक्नु भएको छ होइन र गाई त्यही अब चाहिँ हामी चाहिँ पकाउने तलखरमा लाग्नुपर्छ केटाहरू अहिले चाहिँ फेरि पानी पर्छ होइन त्यही अहिले विचार गरेर चाहिँ अहिले झापझुप अब हानिहाल्नुपर्छ है यस्तो गरेर न सुबोध बरु हो त दाउराल चाहिँ हो यहाँ सारम हुन्न त्यो घाममा त कहाँ पकाउनु एकै ढुङ्गालाई क्या यहाँ सारम भनेको ढुङ्गालाई क्या ल सारमलाई लगाइदिनु सक्नुहुन्छ है यता यहाँ पेपर प्लेटहरू होइन यता मासु चाहिँ हामीलाई यति भएपछि चाहिँ इनफ हुन्छ हामीलाई होइन जस 2 किलो छ मासु होइन 2 किलो मासु छ है होइन 2 किलो भन्दा हामीले कति खान्छ ल 1 पाउ आधा केजी 1 पाउ 1 केजी अनि तिनीहरू त दुईजना 1 पाउ अनि 1 केजी ल यसले ल 1 केजी खारै मोर के त खारै मोर त नि खारै मोर 1 केजी त अनि कस्तो बन्द गरेर ल भ्लग हानिरहेको छु त अनि ल यति दिन छ है म यहाँ भ्याइसक्यो केटाहरूले है दही सामानहरू यताउता छ भ्याइदिएको अघि त्यहाँ हेर्न ल रे केटाहरू मैले कस्तो केटाहरू यस्तो दाउरा यत्रो उस त्यत्रो झोलामा उसहरू कम लिएर आएको मैले ल भन् त हो कि ला त आफै बुझेर भन् त होइन केही ल्याएको होइन दाउरा मेरो घरबाट आएको ढुङ्गा नि मेरो घरबाट आएको ढुङ्गा त यहीँ थियो अघि मैले देखाइसकेको ल गाई अब के भन्ने अब चाहिँ हामी चाहिँ बनाउने तर्फमा हुनुपर्छ होइन बनाउनु पर्छ होइन ल दाइ खास कसले हो मासु पकाउनु चाहिँ दाइले पकाउनु हुन्छ होइन यस्तो हुन्छ एकजनाले भन्दा पनि सबैको हात चाहिँ हुन्छ होइन त्यो बाबु कराई झिता कालो कराई त्यो अनुसार बनायो हुन्छ कि ठिक्कै हेरेर कि होइन फेरि अहिले लगाउँदाखेरि पकाएपछि उस भयो भने टेन्सन हुन्छ फेरि त्यस्तो मजा आउँदैन हो त्यो झिकताल राम्रोसँग ल त्यो आजको चाहिँ डेस्टिनेसन हामी चाहिँ माथिको त्यो सुरुमा मेरो फर्स्ट भ्लग बनेको चाहिँ उहाँ होइन त्यो उसमा होइन अनि यतापट्टि ठुलो गर्छ है यतापट्टि यस्तो छ है जस ठाउँ चाहिँ पिसफुल छ भनौँ न होइन देख्न सक्नुहुन्छ है ल यो चाहिँ अहिले एकछिनमा म चाहिँ अब त्यो कराइसरी उस गरेर चाहिँ यो यताउता गरेर चाहिँ म एकछिनमा चाहिँ भेट्छु अब हजुरहरूलाई यो केटाहरू हामी चाहिँ एकैछिन तल गएर आएको होइन पानी सकिएछ पानी लिएर आएको है ल यतातिर केटाहरूले रेडी पनि हान्दै रहेछ नि होइन त्यही गाजी यो त मासु देख्न सक्नुहुन्छ है खोको बाह्रमा चाहिँ बस्नुपर्ने हुन्छ होइन यो अब गाई लास्ट गर्मी छ है यो चाहिँ चिल पारामा बस्नुपर्ने हुन्छ एकछिन चाहिँ होइन ल दाइ ल रमाइलो भइरहेको छ न्यु इयरमा जोस भेटिएको थिएन है यो तस्मा चाहिँ पकाउने बेला पनि सही हुँदो रहेछ आफू धुवाउँदो रहेछ कि त्यही भएर ढुङ्गा पड्क्यो लगेर अहिले त पप हानिरहेको छ नि यो त पप त नर्मली केही पनि हुन्न होइन सक्नुहुन्छ है ल त्यो जब एकछिनमा चाहिँ अब त्यही अब मासु सासु पकाउनु पर्ने हुन्छ होइन अब ल केटाहरू ल सबलाई रमाइलो भइरहेको नि होइन ल हेर न भाइ सबलाई रमाइलो भइरहेको केटाहरू ल त्यही गाई अब हामी चाहिँ
पकाएर चाहिँ केटाहरूले पकाउँदैछन् होइन रेडी उस हुँदैछन् होइन नगर लास्ट गऱ्यौँ भयो क्या कपाल पनि देख्न सक्नुहुन्छ है कपाल पनि फालिदिनु जस्तै उस भयो तर फालिदिनु मगाइ चाहिँ स्कुल कलेज पढ्न पाइन्जेल पाल्न पाइएन म चाहिँ पाल्ने हो त्यो पाले पनि ठिकै चाहिँ लास्ट ठुलो मान्छे म छोटाउँदै गर्छु होइन त्यो गाई चाहिँ हावा चाहिँ मिठो लागिरहेछ है हेर्नुहुन्छ है मासु छोऱ्यो हो र होइन त यतिको हो मैले हेरेको होइन त्यो 1 किलो 800 ग्राम थियो भने चाहिँ ठिकै हुन्छ नि प्याज खाइ निन्द्रा लाउँछ नि हो दाइले चाहिँ लुक्स चाहिँ मिठो देखेको छ होइन देख्न सक्नुहुन्छ है होइन यस्तो तपाईँको हाम्रो यस्तो हो नि त हाइट उस अनुसार होइन त्यहाँको ज्यान अनुसार चाहिँ ठिक्क हो कि होइन यो केटाहरूलाई लाएर चाहिँ उस हुन्छ होइन त्यो फुच्चाइ चाहिँ उहाँ गएर त्यो तेल लिएर आइसक्यो है त्यो बसिरहेको छ होइन ल त्यो चाहिँ अब हामी चाहिँ बस्नुपर्ने हुन्छ होइन बसेर चाहिँ अहिले एकछिनमा चाहिँ अब मासाज पाक्दै गर्छ ल म बिचमा देखिरहेको छु गाई चाहिँ यहाँ रेडी हुन लागेको छ होइन देखिनुहुन्छ है यसले चला हो त नुन हाल्यो भने बल्ल सुक्छ कि पानी होइन रोहन दाजु उता सर्छ रोहन दाजु उता सुत्नु भइरहेको छ होइन झन् त मैले म्याट ल्याएर चाहिँ एकदम राम्रो काम गरेको छु यार है केटाहरू चाहिँ एकदम नम्बर 1 कुक छ नै चाहिँ यहाँ मासु चाहिँ पाक्ने बेला भइसक्यो है कुक मान्छे यही हो होइन ल तल कतिको गाह्रो भयो नि पकाउनु यसले चाहिँ यसको ल है गाइज तपाईँहरूले ल हेर्दै हुनुहुन्छ नि यो चाहिँ यसको बुढी के अरे बुढी पनि चाहिँ एकदम भाग्यमानी हुन्छ होइन एकदम पकाएर चाहिँ एकदम यस्तो हुन्छ कि कहिले काहीँ हात नभएको जिउरो एकदम लटपटिन्छ कि होइन के बोलिनु थाहा हुँदैन होइन त्यही गाइज म्यानेज हानेर यसो बुझ्नु होला होइन त्यो भ्लग पनि धेरै लामो भयो नि अलिकति झ्याउँछ त्यही भएर अझै यो पाक्छ होइन अनि पाकेपछि हामी चाहिँ खाएको बनाउँछौँ होइन अनि खाएको बनाएर चाहिँ ट्याक्कै हामी चाहिँ घर निस्किनु पर्ने हुन्छ होइन अलिक तपाईँ देख्न सक्नुहुन्छ पानी पनि पर्न लाग्छ है यस्तो सब यो है देख्न सक्नुहुन्छ होइन कचुर देखाम गाई जाने यहीँ देखाएको होइन भ्लगहरू यस्तो यता पनि देख्न सक्नुहुन्छ है लगाइ त्यो यता चाहिँ केटाहरूले चाहिँ यहाँ उस गर्दैछन् होइन त्यो हल्का चाहिँ यस्तो भयो क्या के भयो भने हामी चाहिँ खास घुनीमा त तरिका भएको थियो होइन अनि पछि गर्दा ल यसो बसौँ न त हल्का यसो पिकनिक तरिकाले मासु पकाएर खाऊँ भन्ने भयो अनि हल्का यसो गरेर चाहिँ भनेर कोक्सो गऱ्यो ल्यायो यताउता अब मासुहरू खास त खानै बनाएर खाने प्लान थियो तर त्यो चाहिँ अलिकति भएन होइन नभएको हामीले चाहिँ हामी चाहिँ चिउरा लिएर आएर चाहिँ चिउराहरू बनाएर चाहिँ चिउरा त्यसमा चाहिँ मोलेर चाहिँ खानु पनि हुन्छ होइन मासु चाहिँ त्यहाँ रेडी हुन लागिसक्यो होइन त्यो चाहिँ हल्का यसो रमाइलो हान्नु हुन्छ हामी त्यो भेनै आउनुपर्ने रहेछ त्यो 1 बजे थियो क्या 2 बजे थियो होइन पानी पर्न चाहिँ एकदम रेडी भइसकेको छ होइन यतापट्टि भ्यू चाहिँ यस्तो मिठो छ कि गाइज होइन गाइज पोखरामा चाहिँ यस्तो वान पिस बबल होइन 1 पिस त नभन 1 पिस होइन कि एउटा भयो होइन त्यो जस स्पेसल ठाउँहरू छ होइन नास्ता पनि आइसक्यो है देख्नुहुन्छ है केटाहरू सबले आफ्नो ए आम कति कति हालेको त नि यता हामीले हेऱ्यो त केटाहरू त कोही पनि केही छैन ठिकै छ केटाले खाइराख्नु नि त्यही ठुलो कुरो यस्तो छ ल केटाहरू कस्तो भयो कस्तो बबल भयो नि त होइन यो पखाल्नु पर्छ कि योले त पानी राउ त मुजी आउँछ भएर च्याक्क हान्न लागिरहेको छ नि होइन ट्याक्क ल रमाइलो भइरहेको छ है लगाइ त्यही हो अब हामी चाहिँ अब यति खाएर चाहिँ हामी चाहिँ घरतिर निस्किनु पर्ने हुन्छ होइन देख्न सक्नुहुन्छ है यस्तो उस्तै उस होइन त्यहाँ आज त्यही ट्याक्क यस्तरी होइन देख्नुहुन्छ ल त्यही अब हामी चाहिँ खान्छौँ अनि उस गर्छौँ होइन ल त सबलाई रमाइलो भइरहेको नि होइन ल होइन न्यु इयरमा बनाउनु पाएन अहिले ट्याक्क बसियो होइन कुत्ता नि उता छ होइन ल त्यही हो गाई अब हामी चाहिँ ल अब त्यसलाई कस्तो भयो ल बुझ्छु कस्तो भयो सुदिम है कस्तो भयो दाइ कस्तो भयो मलाई नि एकदम मिठो लाग्यो होइन ल त्यही कारण हामी यो खाएर चाहिँ अब एकछिनमा घरतिर निस्किनु पर्ने हुन्छ है यहाँ यिनीहरू खाएर चाहिँ ट्याक्क यसरी लम्पचार परेर सुतिरहेको छन् होइन हामी यत्तिकै बसिरहेको छौँ होइन अनि सुबोध के छ त अनि
ठिकै छ सब ठिक छ होइन पुच्चो दाइ यता हुनुहुन्छ होइन ल केटाहरू कस्तो भइरहेको बन्द पनि एकैछिन कपिराइट लाग्छ कि कस्तो भइरहेको होइन ल त्यही जब हामी एकैछिन यहाँ रेस्ट गर्नुपर्ने हुन्छ होइन यसो केटाहरू भएर सुख दुःख यसो कुरा हान्नुपर्ने हुन्छ होइन त्यो अब त्यो सामानहरू सब व्यवस्था हान्नुपर्ने हुन्छ होइन अन्त फोहोरहरू चाहिँ ट्याक्क डस्टबिनहरूमा त्यो साइडमा छोडेर चाहिँ जानुपर्ने हुन्छ होइन त्यही अनि एकचोटि चाहिँ अनि पछि चाहिँ यहाँ चाहिँ हामी घुम्न आएको बेलामा चाहिँ ट्याक्क फोहोरले एकै ठाउँमा राखेर चाहिँ अनि ट्याक्क आगोसागो लगाइदिनु पर्ने हुन्छ अनि एकदम गाइस जाने बेला म भिडियो गर्छु हेर्नु है अनि कमेन्ट गर्नु फोहोर फाल्छ खाल्दैन भनेर ए ल दुःख यत्तिकै गर्छु कि अब के सोचे यार तेरो दाइ पनि एकदम उसमा हिँडेको मान्छे हो कि होइन ए सरी डिएसपी साहब बल्ल लाइनमा आयो बल्ल सर अनि कहिले हो ड्युटी जाने अब 2 घण्टा गेलले त 2 घण्टा लम्पासार परेर सुत्छु अनि जान्छु हो ओए देना मे त मौसम आयो लगाइ त्यही अब हामी त एकछिनमा ल जाने बेलामा भेट्छु जानुहुन्छ है ल भाइ चाहिँ एकदम गुड छ होइन जान्छ त्यो सपहरू फाले बाबु यताको पनि फाले यिनीहरू फुच्ची भाइले फाल्यो होइन ल फुच्ची भाइ ल ल है त्यो एकदम संरक्षण गर्नुपर्छ उस गर्नुपर्छ कि होइन पऱ्यो नि होइन ल अब हामी चाहिँ निस्किनु पर्ने हुन्छ गाई चाहिँ ल हामी चाहिँ निस्किन्छौँ अब होइन अब त धेरै अब हल्का बस्यो यो दाउरा व्यवस्था हान्नु पऱ्यो है त्यो उस झिक्छ म्याट झिकेर दाउरा अब ल्याउनु गाह्रो हुन्छ नि त्यही भएर अब घरमै लगेर आएपछि ट्याक्क एउटा खाना त पाक्छ नि त त्यो सोचले अब हामी चाहिँ घर लिएर जानु लाग्छ होइन ल गाइस त्यही अब भ्लग के कस्तो लाग्छ मन पऱ्यो लाइक सेयर कमेन्ट गर्न चाहिँ एकदम नबिर्सिनु होला होइन ट्याक्क मिहिनेत गरिरहेको छु होइन ट्याक्क हल्का सपोर्ट गरिदिनु होला होइन सबैले होइन त्यही भन्न चाहन्छु है ल यो डेस्टिनेसन चाहिँ यस्तो बवाल छ होइन अहिले त झन् घाम लाग्यो त्यस पानी पर्छ भने लास्ट डेन्जर त अतायो होइन तर पानी चाहिँ परेन होइन त्यस घाम लगाइहाल्छ अब चाहिँ हामी चाहिँ घरै निस्किनुपर्ने हुन्छ त्यही 4 बजी होला अब 5 बजीसम्म त घरै हल्का यसो बाटोमा भोल्दै जाँदा चाहिँ 5 बज्छ होइन घर चाहिँ यो भ्लग चाहिँ अब भोलि आउँछ होइन ट्याक्क सबैले मन पराइदिने हेर्नु होला होइन म फेसबुकमा मजाले पोस्ट गर्छु होइन ट्याक्क माया गरिदिनु होला चाँडैभन्दा चाँडै 1K पुऱ्याइदिनु होला गाइज होइन एकदम मेरो इच्छा छ 1K ट्याक्क पुगेको होइन ट्याक्क फ्यामिली 1K पनि दिन्छ स्पेसल हुनेवाला छ होइन र त्यही म चाहिँ अब घरभन्दा म चाहिँ भ्लग यतितिर इन गर्छु होइन मन पऱ्यो लाइक सेयर कमेन्ट गर्न चाहिँ एकदम नबिर्सिनु होला होइन ट्याक्क सब्सक्राइब पनि हान्न नबिर्सिनु होला होइन ल भ्लग चाहिँ जस मैले हालिरहेको छु होइन ल केटाहरू है त्यही अब म घरमा गएर भ्लग के अरे अब इन हान्दिनँ म चाहिँ यहाँ इन हान्छु होइन ल यति भन्दा बिदा हुन्छ हस्त जय नेपाल।